हेलो दर्शक महानुभावहरू साथी मलाई नि त आएन यार कहाँ हुन् पहिला दाम त हामी भर्खर खाजा साजा खायौँ खाजा नास्ता बिहानको के भनेस् र बबुवा हामी बेसी सहर आउन लागेको अवस्था यहाँ एनएसको अब हजुरलाई एनएस चढ्ने चलाउने मान्छेहरूलाई त थाहै छ सिट कस्तो कम्फर्टेबल हुन्छ होइन साथी अहिले चलाउनलाई थाहा हुन्छ त्यसो नभन्न तँलाई थाहा यहाँ बस्दा बस्दा ज्यान दिएर वाक्क बिक्क लाग्यो प्यान्ट अब कति टाइम लाउने हो खाना खाएको छैनौँ कति बज्यो 12 भन्दा आइज ला बिचराहरू चिनेर सर यता हेर्नुहोस् त त्यसमा के लाग्यो अलकत्रा लाग्यो दुइटैको बेच्दा हामी भर्खर लमजुङ आयौँ होइन खाना खान भनेको मैले सानो मम्मीको घरै चिन्न कता बनानेछु कुरेछु कतातिरबाट आउँदो रहेछ यो चोक्कैमा बसेछु हेरौँ एकछिन होइन साथी तर मुखको कालो जान्ने के अरे हो साथी जान्न मैले ट्राई गरिहाल्नु हाम्रो बाइक सानो मम्मीको घरबाट खाना खान निस्क्यौँ ए भाइ हो सानो मम्मीको छोरो ऊ त्यहाँ त्यहाँ चिल्लाइरहेको छु छिटो हिँड्दा भनेर ओए मैले गलबन्दी लिएँ नि ओए ओए अहिले चाहिँ हामी यो माथिल्लो बाटो छोडेर तल्लो बाटो आयौँ होइन किनकि माथिल्लो बाटो बिग्रेर रहेछ त्यहाँ बाटो बनाउनुला रहेछ चाहिँ अब यहाँबाट खुदी पुग्न समथिङ आधा घन्टा लाउँछ अरे अनि त्यसपछि सुरुङ आउँछ नि साथी सुरुङ जाने हामी यता अब फुल कति राम्रो है साथी गाइज हो त्यो ऊ त्यहाँ सुरुङ छ होइन त्यो मनाङ छिर्ने सुरुङ त्यहाँ गइएन हामी त्यताबाट बाटो खराब छ अरे हामी यता माथिबाट आइयो साथी केयरफुल है तल के अरे मर्स्याङदी हामी माथि दाजुको घरमा छ हामी दुइटा फेरि एकवटै छोरा हो होइन हामी मऱ्यो भने भ्याइयो साथी सधैँ केही बाटो बनाउनुला रहेछ होइन बनाएपछि त सहज होला तर बाटो चाहिँ मनाङको एकदम खराब गाइज स्टार्टिङ बाटो यस्तो छ होइन अब माथि माथि जाम ओहो साथी ए बाटो त गाइज हामी यो खै कहाँ त्यो त ठाउँ त थाहा होइन होइन अझै पिसाङ पुग्न 5 घन्टा लाउँछ अरे अब सर चाहिँ वाक्क दिक्क प्याक्क हुनुभयो होइन चलाइ सर जुत्ता कस्तो भयो अरे देखाइदिनु त ले पानी देखाउँ अब ड्राइभर चेन्ज अब सर पछाडि बसेर भिडियो गर्नुहुन्छ म चलाउँछु अफ रोड बडी हो सरको जुत्ताको मायालाई यहाँ चाहिँ हाइड्रो पावर छ यहाँ कहाँ पुग्न मेरो मुख कस्तो रातै भयो तेरो मुख मेरो जस्तो देख्यो लैन नि हेर्नुहोस् त हुन्छ आउँदाखेरि त राम्रै आउँछ बाटो गाइज बाटो हेरौँ यो बाटो सिँढी जस्तो खच्चड हो र खच्चड दौडाउने जस्तो बाटो हो यो खच्चडमा गाउँतिर लिएर हिँड्छन् नि त्यो बोराहरूमा बोकेर के दुर्गम क्षेत्रहरूमा गाइज अहिले चाहिँ बाइक यहाँ छ होइन एक्सट्रा तल देखाउँछ है पहिला तल मर्स्याङदी छ होइन यो यस्तो ओह्रालो छ कि होइन यता भ्यू हेर्नु वाह माथि झर्ना यता हाम्रो सर हुनुहुन्छ सर हजुरलाई कस्तो फिल भएको छ भन्नु कस्तो फिल भएको छ कस्तो ठिकै तर दुःख नि भयो है अहिले चाहिँ हामी यहाँबाट निस्क्यौँ अब ओके साथी त्यो उताको भाँच्चे थियो नि त्यसले गाडी के
त्यसले घुँडा छुँदो रहेछ कि घुँडा नि दुख्यो अर्को के दुख्यो त्यो मलाई नै थाहा होइन साथी अब जाऊँ म चस्मा त हड्दै अब गन्तव्यमा गएर खोजाउँ बाटो हेर्नु त सरकारको ध्यान आकर्षित हुनु पर्यो बाटोमा जो यस्तो यस्तो हो टुरिज्म एरिया नबढाएर होइन साथी नेट त तलको छोइएको बाटो हेरौँ है यहाँ बाह्र आज बाइक कन्ट्रोल गर्नु गाह्रो गाइजो राम बजार हेरौँ है राम बजार यो लमजुङ जिल्लामै पर्छ हामीले यहाँ सामान लिगौँ अब हिँड्न लाग्यो यो बाटोको अवस्था होइन घरमा हेर त्यो तलको मर्सिङ दोजरले बाटो बनाइरहेछ बाटो लास्टको वर्ष लास्ट चाहिँ गाइस अहिले चाहिँ हामी चिम्से होइन च्याम्सेमा छौँ होइन के हो न त्यहाँ राख्ने हो हजुरहरूले देख्न सक्नुहुन्छ दृश्य या बवाल छ तलको मर्स्याङ फेरि हामी अहिले चाहिँ यहाँ चेसी खान बिच बाटोमा रोकेको ऊ खैरियाहरू आउनुपर्छ खैरियाहरूले आखिरीचोटि हेर अहिले चाहिँ हामी निस्किन लाग्यो ऊ त्यहाँ बाइक छ होइन धेरै अझै हामी 3-4 घन्टा राइड हान्न कति बज्यो के आइडिया आयो भने त भन्नु भने के आइडिया आयो खतरा पाहाड रहेछ यहाँ अक्टोबर झर्ना उहाँ माथिबाट आएको होइन त्यो आएको वाउ ल घन्टा साइन लिएर आइदिएछ मलाई क्रसफायर पनि मलाई बुलेट पनि अनि अर्को के अरे साथी नो धेरै आरपिएम डाँडा हेर त तर वाटरफलको चाहिँ अफ सिजन अन सिजनमा केही फाइदा हो कि दिन्छ कि नै होला भन्ने भएको थियो क्या हजुर तर यता त टिकट लिनु पर्ने ए यता त उस पनि चेक पोस्ट नि हो अन्त त पैसा नि केही छैन चेक इन नि गरेन होइन भने भिडियो गरेर कति घरमा आयो एकमा पागल हाँ बाबा You guys gone? दुईटा लाइन कस्तो लाइन
So guys, we are in Monang district. Happy, very much happy. Monang district. Woo! साथी मनाङमा छिरी है उसलाई के भन्नु मन छ हाँ तिमीहरु जान सक्दैनस् भन्ने लागि मलाई जेनितको माया लाग्छ अनि गोरे प्रतीक भाइको माया लाग्छ रसिद दाइको सुकुर दाइको मिस यु गाइज अब तिम्रो भिडियो हेर अनि इन्जोय गर गाइज फाइनल्ली हामी मनाङ एन्टर भयौँ हैन ऊ त्यहाँ थियो गेट त्यो छेक्के छ हैन यो चाहिँ मेरो साथी हो यो चित्त बुझ्न छोड्यो क्या मलाई यो ए त्यस्तो किन नि यो चाहिँ ढुङ्गाको पहाड हैन यो फोडेर चाहिँ बनाउने मान्छे को होला हैन कति महिना लाग्यो होला कति वर्ष लाग्यो सबै पहाड छ कि हैन उहाँबाट गाडीहरू आउँदैछ हैन अक्टोपस झरना उहाँ छ त्यहाँ छ यो चाहिँ मर्स्याङदी हैन सिधै तल हेर त ओए साथी के भन्न छ कस्तो फिलिङ आछ हजुरलाई भेरी गुड भेरी दाइ जानुभयो हस् माथि नै भेटौँला दाइ अब हामी निस्क्यौँ जाऊँ राजा ल गाइज अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो हामी यो भिड हेर्नु रोकेको थियौँ इसकी बेडगी बिरबल जो मजे भन्नु हस् यो माथिको चुहिएर रहेछ के यो अब हेर है बिरबल है हाल्दो हुने अरे बुक्रुकै जाने अरे नबोल्न बनाउँदी इन्डियन त रिल्सहरूमा देख्दैन पानी परेको ए अघि यो यो माथिको इन्डियन त टायर यो अगाडि त टाउन होइन यहाँ अय्या पानी परो चढ्दा घोडा हिस्से घोडा सर म हजुरलाई गएर यस्तो मालिस गरिदिन्छ तातो पानी आउँछ नि भन्नु खोजेको मालिस तँलाई चाहियो मालिस बाटोको हालत ओ वाटरफल रुकै गेम देख्छ बाटो बाटो त बाटो यो के कुन के यो यतिको लागि यत्रो खडा अहिले चाहिँ हामी खै कहाँ हो कति बजी रातिको 6 बज्यो 6:15 अझै हाम्रो डेस्टिनेसन पुग्नु 7 किलोमिटर छ त्यहाँ उहाँ पुगेछ तिरबल त्यो खुट्टा दुख्यो अरे कि यहाँ बसी अनि हिँड्दै गएको छ उहाँ म हिँड्दै आउँछु त हिजो मैले 7 किलोमिटर हिँड्दै जाऊँ भनेको हिजो नानीमा बाइकको हालत योपालि एनएसमा एनएस अर्कोचोटि मुस्ताङ बुलेट डन 40 गाइज अबी आइबी माउन्ट अफ गर्न यो म्यान फाइनल्ली कहाँ आयो रे बल्ल बल्ल चामी आइयो राति कति बज्यो 7 बजी 8 बज्न लाग्छ 10-20 मिनट होला अन्त लड्दै पढ्दै हैन साथी कस्तो बुझ्छस् देखेको काले सधैँ के हुन्थ्यो रे तँलाई सधैँ बाइकमा के हुन्थ्यो रे सधैँ मजा आउँथ्यो बाइकमा हिँड्न आज झ्याल लाग्यो के धेरै हिँडेर आज झर्दा मजा आएन पहिला चढ्दा मजा आउँथ्यो अहिले झर्दा मजा आएन उसले देख्नु हो नि लेख्दा मजा आउँछ 200-300 किलोमिटर हिँडेपछि अनि कसलाई मजा आउँछ हौ त्यस्तो अफ रोडमा हालत खराब भएछ आज च्याप बिहान 3 घन्टा सुतेर हिँडेको हैन अनि साथी त्यति नै सुतेको 3 घन्टा सुतेर हिँडेको बिहान यो मिलेन बल्ल साइड ब्यागमा अरूले अलि राख्छ मैले भयरको सब बजार देखे त्यही त नि अनि यार साथी भोलि काम ड्राइभर लिएर आइछ इले
भर्खर रुम अब हाम्रो रुम हेर्ने हो है साथी ए हाम्रो रुम दुईटाको यहाँ घरमा अरू कोही छैन ए यसको नाम के अरे काजिन सारा काजिन सारा